हामी सुन्तला बारीमा छौं। म सुन्तला रुखमा चढिरहेको छु। चढिसक्नु भयो। हेर्नुहोस्, तपाईं नि सुन्तला खान चाहनुहुन्छ भने आउनु होला। यहाँको गोर्खाको सुन्तलामा, सुन्तला बारीमा हामी सुन्तला टिप्दै। यो माथि एकदमै मिठो मिठो ठुलो खाले यहाँ यो साइडमा के यो साइडमा यहाँ यो हङ्गाले त्यता गर्नु, एक प्लास्टिक गर्नु अनि अब खाना न सर चाहिँ रुख चढ्न सक्नु भएन। अनि मलाई चाहिँ उहाँले रुख चढ्न आग्रह गर्नुभयो। म चाहिँ गजबैले रुख चढ्न सक्छु। होइन, मैले त रुख नचढ्न भनेको थिएँ, जाम हो लेट भइसक्यो। तर उहाँ चाहिँ नचढ्न मान्नु भएन। ल हेर्नुहोस् है, म यो सुन्तलाका रुखमा छु। यो सुन्तला मैले लगभग प्लास्टिकको आधी उधी टिपिसकेको छु। अब यो सुन्तला तितो छ कि मिठो छ कि कस्तो छ भनेर म यसको चाहिँ रस टेस्ट गर्दैछु। यसको रस कस्तो छ भनेर चाहिँ म यहाँ चेक गर्दैछु। He is climbing. जुत्ता नटेक्नु न। Sorry. I am not listening. मतलब कुछ भी। छिटो पुग्नु न। तपाईँ त मान्छे का भिडियो भन्दैछ ल। उहाँ सुन्तला टिप्दै हुनुहुन्छ, एउटा मेरो लागि अनि एउटा उहाँ आफ्नो लागि। म यहाँ सुन्तला बारीमा सुन्तला टिप्न आएको छु। तर म चढ्न नसकेर एउटा साथीलाई चाहिँ माथि चढ्न लाछु। उहाँले चाहिँ टिपिराख्नु भयो। उहाँ पछाडिको यसो क्यामेरामा हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ हाम्रो माउन्ट एभरेस्ट लास्टचोटि क्लाइम्ब गर्ने पहिलो नेपाली हुनुहुन्छ। अनि सुन्तला टिपेको टिपेछ। अब सुन्तला कस्तो होला, अमिलो कि मिठो कि गुलियो कि के होला, यसो अब पछि थाहा हुन्छ। साथी, मैले चाहिँ सुन्तला टिपिसकेँ। अब उहाँलाई मैले यो सुन्तला दिँदैछु। अनि अहिले झर्छ। म ओर्लिन आउँदैछु त्यो भिडियो भने। ल म ओर्लिँदैछु है। भयो जाम। होइन, म नि लाने हो। मैले रुखो चढेर टिपेको छु। अनि त्यो त उहाँलाई दिने कुरा भएन। केयरिङ हुनु परेन। म गएँ है। तपाईँको भिडियो बन्दैछ अहिले, छिटो आउनु न। कस्तो चढ्न आउँछ, झर्न आउँदैन।